गाइस आज चाहिँ हामी चण्डेश्वरीको मन्दिर आएको छौँ। बनेपा भन्दा माथि डाँडामा छ चण्डेश्वरी मन्दिर अनि म चाहिँ चण्डेश्वरी मन्दिरमा पस्दैछु गाइस। यतापट्टि चाहिँ धुप बाल्नु भएको होला सायद, यता समूहको भाँडाकुँडा र यहाँ बाख्राहरू पनि देख्न सक्नुहुनेछ। र तपाईँहरूलाई म सुरुमै यहाँको केही डिटेल्सहरू चाहिँ देखाउँछु अनि फाइनली म तपाईँहरूलाई मन्दिर देखाउँछु। यो रहेको छ श्री माई चण्डेश्वरी भनेर अनि बनेपामा छ है गाइस। यहाँनिर कन्ट्याक्ट नम्बरहरू पनि रहेछ। भक्तजनहरूको साथ सल्लाह सुझाव सहयोग सहकार्य सामान्य र हौसलाका लागि सम्पर्क भनेर रहेछ। अनि यहाँ परिवार उठिरहेको छ, एकदमै राम्रो छ गाइस। एकचोटि हुन्छ भने यहाँ घुम्न आउनु होला। यो चाहिँ चण्डेश्वरी मन्दिर हो। हेर्नुहोस्, चण्डेश्वरी मन्दिरको दर्शन गर्नुहोस् आज शनिबारको दिन। अनि यतापट्टि पनि यो चाहिँ अघि म पसेको गेट भयो। यहाँ माथि चाहिँ मा चण्डेश्वरी हुनुहुन्छ र पछाडि जङ्गलहरू रहेको छ भने यहाँ चाहिँ मुख्य मन्दिर रहेको छ। म मन्दिर पनि देखाउँछु हजुरहरूलाई। यहाँ चाहिँ सानो क्युट बाबु चाहिँ पूजा गरेर भर्खरै फर्किनु हुँदै रहेछ। अनि म सुरुमा तपाईँहरूलाई भित्रको मन्दिर देखाउन जाँदैछु र त्योभन्दा अगाडि चाहिँ यहाँ बत्ती सत्ती बाल्ने ठाउँ रहेछ। अनि यहाँ चाहिँ चण्डेश्वरी माता मन्दिर हुनुहुन्छ, भित्र पूजा चलिरहेको छ र म डिस्टर्ब गर्न चाहिनँ। र यहाँ रहेको छ दुईवटा देवताको नाम थाहा भएन है। अनि यता पछाडि चाहिँ जङ्गल जस्तो छ गाइस। अनि कस्तो रमाइलो जङ्गलको बिचमा एकदम आनन्दको ठाउँ रहेछ कि परिवारहरू हल्का भएको। यो चाहिँ साह्रै मन पऱ्यो कि मलाई, यो वाला चाहिँ साह्रै मन पऱ्यो। अनि यो बाघ जस्तो के हो यो। अनि उतापट्टिको साइड मयूर छ। परिवारहरू एकदम पिसफुल छ है, एकदम पिसफुल मन्दिर छ। मलाई चाहिँ एकदमै मन पऱ्यो यो। अनि यहाँ पनि के रहेछ एउटा सानो डिटेल्स जस्तो हेर्नुहोस् है। यहाँनिर रहेछ यो साइड केहीको थियो होला कार्यक्रम। कस्तो पुरानो भएको हो यो परिवार, पानीले भिजेर हो कि क्या हो। अनि हो त्यहाँनिर चाहिँ बहिनी र भाइ बसिरहेछ। अनि आज चाहिँ माथि यहाँ बाख्राहरू पनि चढाउँछ कि अरे, बाख्राहरू पनि छ यहाँनिर होइन। एकदम रमाइलो रहेछ मलाई। तर यो चाहिँ साह्रै मन पऱ्यो, यो वाला मन्दिर चाहिँ साह्रै मन पऱ्यो। मठ के भन्छ एकदम राम्रो छ। यहाँ नन्दी पनि छ है गाइस।